अब हाम्रो पुरानो जीवनलाई उहाँले भत्काउनु पर्छ भन्नुहुन्छ। म एक जना गरेर बनाउँछु तर म पहिला भत्काउँछु भन्नुहुन्छ। त्यो जग्गाबाट उखाल्छु, पेनफुल हुन्छ। त्यसले गर्दा क्रिस्चियन भएर पुरानो साथी छोड्नु निकै सर्को पर्छ। क्रिस्चियन भएर पुरानो आदत हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि पुरानो बोली वचन हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि पैसालाई मान्छेले कस्तो प्रकारले हेर्छ त्यो हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि कतिजना बुढाबुढी झगडा गर्ने बानी गएको हुँदैन। अर्काको ब्याकबाइटिङ गर्ने बानी गएको हुँदैन। त्यता प्रभुले त्यो जग्गाबाट उखेल्नुहुन्छ। त्यस्तै प्रकारले हाम्रो कान सुन्नुहोस्, कान थोत्रे कुरा सुन्दा 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 कान पनि यति डरलाग्दो खाडल हुन्छ। खाडल भनेको ठुलो पिठ हुन्छ। अर्काको कुरा सुन्नु भने के अरे जहिले भोको अर्काको मान्छेको कुरा सुन्नु परेपछि चाहिँ ऊ पर सब्जी काट्दै थियो भने कुदेर यहाँ आएपछि यस्तो हुन्छ कान। हाम्रो पुरानो जीवनलाई उहाँले भत्काउनु पर्छ भन्नुहुन्छ। म एक जना गरेर बनाउँछु तर म पहिला भत्काउँछु भन्नुहुन्छ। अब यिर्मयाको किताब 1 अध्यायमा आउनुहोस्। यिर्मयाको किताब 1 अध्यायमा आउनुहोस्। 1 अध्यायको बिस्तारै बाइबलको कुरा बिस्तारै बुझ्नुपर्छ। 7 दिनमा मात्रै अलिकति हामीले बुझ्ने हो होइन। र त्यसले गर्दा अब यहाँ यिर्मयाको किताब 1 अध्यायको 10 पदमा प्रोसेस अथवा प्रक्रिया छ। के गर्नुहुन्छ अरे पढ्नुहोस् 10 पद। हेर, उखाल्न, भत्काउन, नाश गर्न, ढालिदिन। बस हेर्नुहोस् त पहिला के आयो सबजना हेर्नुहोस्, मलाई हेर्नुहोस् यता। पहिला उखाल्नु हुन्छ। सबजना भन्नुहोस् अब उखाल्नु भनेको विचार गर्नु के उखाल्छौँ हामी संसारमा? बिरुवाहरू, डल्ले खोर्सानीको बिरुवा अथवा कुनै रुखको बिरुवा उखाल्छौँ। अनि त्यो उखाल्दाखेरि त्यो बिरुवा निकै ठुलो भइसकेको छ भने त्यो चडक गरेर बज्छ, त्यसको मूल जरा चुडिन्छ। अनि त्यो चुडाउने बित्तिकै कडा घाम पनि लागेछ भने ओइलाउँछ। अनि हत्तपत्त उखालेको बिरुवा अर्को जग्गामा सर्न निकै चर्को पर्छ, पहिला ओइलाउँछ। किनभने अर्को तपाईँ र मैले पनि उखाल्नु भनेको हामी पहिलादेखि विश्वासी नहुँदा हाम्रो साथीभाइ अर्कै हुन्छ, त्यो जग्गामा जरा गाडिएको हुन्छ। हाम्रो बोली वचन अर्कै जग्गामा सिकेकोले गर्दा बोली वचन पनि अर्कै भइसकेको हुन्छ। हाम्रो खाने आचरण व्यवहार पनि अर्कै प्रकारको हुन्छ। त्यो त हामीहरूको बोल्ने आचरण पनि अर्कै प्रकारको हुन्छ। पैसा रुपियाँलाई हामीले कस्तो प्रकारले ट्रिट गर्छौँ त्यो पनि अर्कै प्रकारको भ्यालु सिस्टम भन्छ त्यसलाई। भ्यालु सिस्टम भनेको नेपालीमा मूल्याङ्कन विधि भन्नुहोस् त। मूल्याङ्कन विधि। हामी पहिला सानैदेखि न्युज पेपर पढेर किताब पढेर अर्कै प्रकारको दिमाग अर्कै भइसकेको हुन्छ। अनि हामीले मूर्ति पूजा गरेर अर्कै भइसकेको हुन्छ। कतिको जाँड रक्सीले गर्दा अर्कै भइसकेको हुन्छ। कतिको घरमा झगडा लडाइँ शैतानले बिगारेर अर्कै प्रकारको हामीहरूको अपब्रिङिङ हुन्छ नि, हामीहरूको हुर्काइ बढाइ अर्कै प्रकारको भइसकेको हुन्छ। त्यसले गर्दा हामीले त्यहाँ जरा गाडिसकेको हुन्छ। हामीहरूको सबै मेन्टालिटी अर्कै भइसकेको हुन्छ। त्यता प्रभुले भन्नुहुन्छ म त त्यो जग्गाबाट उखाल्छु, तिमीलाई त्यो जग्गाबाट उखाल्छु, पेनफुल हुन्छ। त्यसले गर्दा क्रिस्चियन भएर पुरानो साथी छोड्नु निकै सर्को पर्छ। क्रिस्चियन भएर पुरानो आदत हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि पुरानो बोली वचन हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि पैसालाई मान्छेले कस्तो प्रकारले हेर्छ त्यो हत्तपत्त जाँदैन। क्रिस्चियन भइसकेर पनि कतिजना बुढाबुढी झगडा गर्ने बानी गएको हुँदैन। अर्काको ब्याकबाइटिङ गर्ने बानी गएको हुँदैन। त्यता प्रभुले त्यो जग्गाबाट उखेल्नुहुन्छ। अनि अब आउनुहोस् मसँग के त भजनको किताब 78 अध्यायमा। हामी चाहिँ मिश्र भनेको संसारमा हुन्छौँ। संसार शैतानको हातमा हुन्छ। शैतानले चाहिँ अन्त हामीलाई अर्कै प्रकारले बनाइसकेको हुन्छ। हेऱ्यो भने चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ बिगारेको एकदम नजान्ने मिस्त्रीको हातमा परेको जस्तै हो। अब भजनको किताब 78 भनेको साम 78 पल्ट आउनुहुन्छ। 78 भन्दा पनि 80 को साम 80 को 8 पद पढ्नुहोस्। मिश्र देशबाट ल्याउनु भयो। हो यो चाहिँ हाम्रो नक्सा हो। कहाँबाट ल्याउनु भयो अरे? मिश्र देशबाट भनेको चाहिँ सुन्नुहोस् यता मलाई हेर्नुहोस् सबैजना। मिश्र देश भनेको चाहिँ प्रभुलाई पाउनुभन्दा अगाडि हामी संसार मिश्र भने एकदमै डरलाग्दो। मिश्र भनेको यति डरलाग्दो जहाँ हामीलाई थाहा छ नि पुरानो नियम पढ्यो भनेदेखि इजरायलीहरूलाई सताएको जग्गा मिश्र भने संसार मूर्ति पूजा
फारो बसेको जग्गा, यो संसार चाहिँ बाइबलले मिश्र देश भन्छ। अब यो संसारमा हामी थियौँ। संसारमा के हुन्छ, हामीहरूको सब मेन्टालिटी, विचार धारा सबै 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 कुरा चाहिँ त्यहाँ जरा हालेर त्यहाँकै रस खाएर हामीहरूको त्यहाँकै वातावरणमा त्यहीँ हामीलाई सजिलो लागिसकेको हाम्रो एउटा एरिया हुन्छ, क्षेत्र हुन्छ। अनि प्रौढी त्यो जग्गाबाट हामीलाई पक्कै उखेल्नुहुन्छ। उखेल्दाखेरि कुनै पनि बिरुवा सुन्नुहोस्, उखेल्ने बित्तिकै त्यतिकै हराभरा भएर आउँदैन, त्यसलाई अर्को जग्गामा सर्ने निकै टाइम लाग्छ। उखेल्दाखेरि सजिलोसँग नै आउँदैन। त्यसले गर्दा मेरो पछाडि भन्नुहोस् चरक गर्छ भन्नुहोस् त, कति चट्याक गर्छ भन्नुहोस् त, चट्याक। त्यसले गर्दा हत्तपत्त मान्छे पुरानो साथीभाइ छोड्नु नसकेको कारणले गर्दाखेरि हत्तपत्त उखेलिन मान्दैन हो यो कुरा। अब यहाँनिर फेरि मिश्र देश भनेको चाहिँ सदोम र गमोरा भनेको पनि हो। अब हामी कस्तो हुन्छौँ अरे, सबजना भन्नुहोस् अमिलो भन्नुहोस् त, खट्टा भन्नुहोस् त, खट्टा खट्टा भन्नुहोस् न। अब व्यवस्थापिक किताब ड्युटोनोमीको किताब 33 मा हुन्छ, हाम्रो नक्सामा पनि छ 33 भन्दा पनि 32 को 32 नै पढ्नुहोस्। किनभने तिनीहरूको दागको बोट भएन सदोमको दागको बाटोको हो र गमोराको खेत हो बारीहरूबाटको हो। तिनीहरूका अङ्गुरहरू पित्तका अङ्गुर हुन्, तिनीहरूका झुप्पाहरू तिता छन्। अब मैले भने नि खट्टा तितो एकदम टर्रो जीवन, प्रभुलाई नपाउँदा यस्तै जीवन हुन्छ है। सुन्नुहोस् है, हाम्रो हामी कहाँको दाग रहेछ, सदोम गमोराको, मिश्रको एकदम डरलाग्दो। अनि हाम्रो टेस्ट चाहिँ कस्तो रहेछ अरे यहाँ हेर्नुहोस् त, म पढ्दैछु। किनभने तिनीहरूको दागको बोट सदोमको दागको बोट जस्तो हो र गमोराका खेतबारीहरूबाटको हो। तिनीहरूका अङ्गुरहरू पित्त भनेको तितो, एकदमै पित्त कस्तो तितो हुन्छ हो। जहिले मासु काट्दा पित्त जोगाउनुपर्छ। पित्त चाहिँ अलग्गै निकालेन र पित्त चाहिँ मासुमा मिसियो भने सबै 10 केजी 12 केजी मासु नै तितो हुन्छ। त्यसले त पित्त निकाल्न नजानेले कुखुरा काट्यो भने कस्तो हुन्छ, सबै तितो भएर बर्बाद हुन्छ। र पित्त भनेको तितो, प्रबल नपाउँदा हामीको जीवन यस्तो हुन्छ है। यो कुरा हामीले अनुभव गरेको छैन हो। साँच्चै नै म कति छिटो रिसाउने, कति छिटो अर्काको निन्दा गर्ने, कति छिटो ब्याकबाइटिङ गर्ने, म कति छिटो सानो कुरामा गनगन गर्ने, तर्क वितर्क गर्ने। मेरो स्वार्थ यति साह्रो स्वार्थ घमण्डी, माई वे माई वे माई वे माई वे भनेको थाहा छ ल नि। माई वे भनेको बच्चादेखि नै, सानो बच्चालाई तपाईँले केही कुरा सिकाउनुहोस् त, त्यसले अट्टेरी गरेर सानैदेखि त्यसले भन्छ माई वे भन्छ। त्यसले पछारिएर टुप्पी, 2टा टुप्पी देखाएर त्यसले धुलै धुलो भएर गर्छ। त्यसले भनेपछि मेरो बाटो हिँड्न दे, मेरो बाटो हिँड्न दे। बच्चैदेखि तपाईँ र मेरोमा स्वयं म भन्ने, मेरो बाटो मलाई छोड्दे भन्ने हामी डरलाग्दो ढिट हुन्छौँ। त्यो त हामी कहिले मिठो हुँदैनौँ। हामीले अरूको जीवनमा अब सिगरेट खाने छ भने सिगरेट खाने सिकाउँछ, खैनी खाने छ भने खैनी खाने सिकाउँछ, नराम्रो जोक्स जानेको छ भने नराम्रो जोक्स नै सिकाउँछ। कहिले पनि बाहिरको संसारको मान्छेले स्वर्गीय वातावरण, स्वर्गको आचरण, प्रभु यीशु मसीहको जस्तो शान्तिको कुरा, बदलिने कुरा, अशुद्ध कुरा छोड्ने कुरा होइन। त्यहाँ चाहिँ थप्दै 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 जाने हुन्छ। जाँड रक्सी खाएन भने पनि एउटा नास्तिकपट्टि लान्छ, नास्तिकपट्टि लागेन भने पनि घमण्डी बनाउँछ, केही न केही प्रकारले संसारिक बनाएर छोड्छ। त्यस कारण बाइबलमा हामीले पायौँ तितो हुन्छ अरे हामी हो। त्यहाँदेखि भन्छ अब 33 पद पढ्नुहोस्, यता दिदीबहिनी पनि पढ्नुहोस् न। तिनीहरूको दागमध्य अजिङ्गरहरूको विष हो र सारै सर्पहरूको घातक विष हो। हेर्नुहोस्, हेर्दा पो हामी जेन्टल मान्छे हुन्छौँ। प्रभु नपाउँदाखेरि मान्छेले कस्तो प्याच भन्छ, कस्तो डरलाग्दो। अहिले यहाँ युकेमा, संसारको कुनै कुनामा सेक्युरिटी भन्छ नि, सेक्युरिटी भनेको राम्रो प्रकारको सुरक्षा व्यवस्था, खानेकुरा राम्रो छ र मात्रै। तर अब तपाईँहरूलाई अरू असुरक्षित जग्गामा लग्यो, इन्सेक्योर जग्गामा लग्यो, जहाँनिर 1 प्याकेट ब्रेड पनि पाउँदैन, जहाँनिर सुत्ने लुगा पनि ओढ्ने ओछ्याउने लुगा पनि राम्रो पाउँदैन भनेदेखि यही युकेको अहिले जेन्टल देख्ने मान्छेहरू एउटा ब्ल्याङ्केटमा लाक्पा पर्न थालिहाल्छ। कसरी पर्दैन भन्नुहोस्, कान हुन्छ। त्यो एउटा ब्रेडमा काटाकाट भइहाल्छ। मान्छेलाई राम्रो जग्गामा ल्याएर राख्दाखेरि मात्रै सुगम सफा राम्रो एकदमै देखेको, राम्रो प्रकारको वेल म्यानर्ड देखेको। तर मानियो एकदमै दुःखको जग्गामा लग्यो भने भोलि पक्रा पुक्रा खुट्टा फुट भइहाल्छ ब्ल्याङ्केटको भएर, एउटा ब्ल्याङ्केटको भएर।
यहाँ ब्ल्याङ्केट कसैले हेर्दै हेर्छ एउटा ब्ल्याङ्केट झत्ते ब्ल्याङ्केटलाई झगडा पर्छ यता छैन यता छ उता छैन फालाफाल हुन्छ यहाँ त्यो त हामीहरूको बेहोरा चाहिँ प्रेसरमा चापमा चाहिँ हाम्रो बेहोरा निस्किन्छ भन्न चाहेको त्यसले गर्दा के भन्दैछ फेरि त्यहाँ त्यसमा दिदीबहिनीले पढ्नुहोस् दाग मध्य चाहिँ 20 हो इङ्ग्लिसमा पनि कसरी पढ्नुहोस् साँबे साप भनेको के लेखेको छ अब अलिक जोडले पढ्यो भने मात्रै बुझ्छ एनिवे थ्याङ्क यू अब हामीसँग चाहिँ हाम्रो पहिला हाम्रो चरित्र थाहा हुनुपर्छ त्यहाँबाट मात्रै हामीलाई भुटभुटी लाग्छ भुटभुटी भनेको चाहिँ हामीहरूकोमा अर्जेन्सी लाग्छ अर्जेन्सी लागेर चाहिँ प्रभु मलाई बनाउनुहोस् प्रभु मलाई बनाउनुहोस् मलाई तँलाई बनाउँछु भनेको छ मलाई यस्तो बनाउनुहोस् प्रभु मेरो पुरा शैतानले बिगारेको छ मेरो जीवन प्रभु मलाई बनाउनुहोस् भनेर तपाईँले मेरोमा अर्जेन्सी त्यो हतार लाग्ने हुडहुडी एकदमै आएन भने चाहिँ प्रभुले बनाउनु पनि सक्नुहुन्न हो यस कारणले गर्दा रोमीको किताब 3 अध्यायमा आउँदाखेरि भन्छ हामीहरूको जिन्दगीको नक्सा बताउँछ रोमन्स च्याप्टर 3 भर्स तपाईँले पढ्नुहोस् 13 र 14 पद 13-14 तिनीहरूको भोक्रो खुला चिहान हो तिनीहरूले आफ्ना जिब्रोले छल गरेका छन् तिनीहरूका ओठमुनि काला सर्पहरूको विष छ जसको मुख श्राप र तीता कुराले भरिएको छ हो हेर्नुहोस् अब विचार गर्नुहोस् त अब हामी पहिला नेपालमा दाजुलाई थाहा छ हो प्रब्लम नपाएको गाउँमा जाँडरसी खाएपछि म तल काम गरेपछि कस्तो डरलाग्दो मुख छाडेको कस्तो काटाकाट परेको त्यो त अब मैले बचपनमा देखेको छु हो हामी त्यस्तो पृष्ठभूमिबाट आएको मान्छे जातिलाई चाहिँ हेर्दा मात्रै मान्छे जेन्टल हुन्छ हेर्नुहोस् है यहाँनिर सबजना मलाई हेर्नुभयो भने हेर्दा मात्रै भद्र हुन्छ सबै दाजुभाइ दिदीबहिनी प्रेसर दिँदा चाप दिँदा चाहिँ त्यो सैतानिक त्यसले गर्दा अङ्गुर कसरी पेल्छ अङ्गुर मलाई एक ग्लास जुस देऊ न भनेर दिन्छ अङ्गुरलाई कसो गर्नुपर्छ भन्नुहोस् न बाइबलमा कहाँ लेखेको छ अङ्गुरलाई चाहिँ कोलमा थिच्नुपर्छ कोलमा लगेर थिच्दा मात्रै त्यसको रस निस्किन्छ अरे तपाईँ र मेरो पनि खास बेहोरा चाहिँ अब भोलि पर्सि म बताउँछु पायो भने पढौँला यहाँ उत्पत्तिको किताब 49 मा जेनेसिस 49 कहाँ भन्छु म पढ्छु यहाँनिर 49 को 11 पद पढ्नुहोस् न यहाँ पनि हाम्रो नक्सा छ तर यो नक्सा चाहिँ यति सुन्दर नक्सा हो भोलि पछि अहिले हामीले प्रभुलाई पाइसकेपछि चाहिँ यहाँ भनेको लु पढ्नुहोस् 11 पद उसले आफ्ना कपडाहरू दागमा र आफ्ना लुगाहरू अङ्गुरहरूको रगतमा धुनेछ हो अब यो भनेको चाहिँ राम्रो अङ्गुर भनेको समूहमा सबै हामी मिलेर जब भजन स्तुति हुन्छ धेरै अङ्गुर मिलाएर जब रस निकाल्छ नि त्यहाँबाट हामीहरूको जीवनबाट एकदम महिमा निस्किन्छ अनि गधाको बच्चा भनेको हाम्रो जीवन हामीलाई बाइबलमा भनेको छ जन्मिँदा मान्छे गधा जस्तो हुन्छ ढिट स्टबन भन्नुहोस् त सबैले स्टबन एकदमै ढिट हुन्छ त्यहाँबाट हामीहरूको जीवनबाट असल अङ्गुर निस्केपछि असल रस निस्केपछि राम्रो चरित्र निस्केपछि चाहिँ गधाको बच्चा जस्तो मान्छे चाहिँ आज त्यो मिठासले भरिएर छेउमा बाँधिराखेको नक्सा अब भोलिपछि त्यो हेर्दै जाउँदा अहिले हामी त्यसो नहेरौँ तर अब यर्मियाको किताबमा हामी हेर्दैछौँ त अब आयो यहाँनिर 1 अध्यायको 10 पद फेरि पढिदिनुहोस् जेरेमिया च्याप्टर 1 भर्स 10 उखाल्न भत्काउन नाश गर्न ढालिदिन बस त्यति मात्रै अब भन्नु मतलब चाहिँ हामीलाई प्रभुले लास्टमा बनाउने प्रक्रिया चाहिँ प्रोसेस चाहिँ लास्टमा राखेको छ हेर्नुहोस् है बनाउनु चाहिँ लास्टमा लेखेको छ तर बनाउनुभन्दा अगाडि बिफोर बिल्डिङ अप के लेखेको छ उखाल्नु भन्नुहोस् मेरो पछाडि भत्काउनु भन्नुहोस् नाश गर्नु भन्नुहोस् ढालिदिनु भन्नुहोस् कस्तो साह्रो हेर्नुहोस् त यो प्रोसेस यो प्रक्रिया मिठो छैन यो प्रोसेस भनेको के हो यो प्रक्रिया यो तरिका चाहिँ राम्रो होइन यो चाहिँ कस्तो खेल्ने अरे
त्यहाँ भत्काइदिने अरे, डाङडुङ भत्काइदिने अरे, नाश गर्ने अरे, ढालिदिने अरे, एकदम रूप ढालेको जस्तो त्यहाँबाट मात्रै बनाउने भनेपछि प्रभुले रिपेयर गर्ने रहेछ कि नयाँ बनाउने रहेछ? अलिक सबजना बोल्नुहोस् त। हाम्रो प्रभुले कहिले रिपेयर गर्दैन, हाम्रो प्रभुले नयाँ बनाउँछ। यस कारणले गर्दा हाम्रो प्रभुले पुरानो आदतहरू पुरा भत्काउन चाहनुहुन्छ, पहिला पुरानो बेहोरा बानीहरू पुरा उखेल्न चाहनुहुन्छ, त्यहाँबाट सबै नाश गर्नुहुन्छ, जिरोमा पुर्याएर मात्रै बिस्तारै बनाउनुहुन्छ हो यो कुरा। त्यता पहिला चाहिँ 4-5जनालाई भनेको छैन, तर पहिला चाहिँ व्यक्तिगत तपाईँ र म प्रत्येकले देख्नु पर्यो मेरो जीवन शैतानले बिगारेको रहेछ। हेर्दाखेरि बनिएको जस्तो आँखा बिगारेछ। आँखा बिगारेपछि के हुन्छ त? अब प्रभुलाई नपाएको मान्छे 30 वर्षसम्म प्रभुलाई नपाउँदा खालि हिन्दी पिक्चर, इङ्ग्लिस पिक्चर, वारको पिक्चर, कस्तो पिक्चर हेरेको हुन्छ। त्यो हेर्दा अनि आँखै बिगारिदिएको हुन्छ। कतिको त साँच्चै आँखै मधुरो भएको हुन्छ, चस्मा बिरुन्जिल हुन्छ। अनि कतिको त आँखाभित्र यति घिनलाग्दो कुराहरू हालिदिएको हुन्छ, कति बिगारेको। त्यो बिगारेको चिज त पहिल्यैदेखि दिमागमा जाम भएर बसेको हुन्छ। त्यस्तै प्रकारले हाम्रो कान, सुन्नुहोस्, कान थोत्रे कुरा सुन्दा कान पनि यति डरलाग्दो खाडल हुन्छ। खाडल भनेको ठुलो पिठ हुन्छ। अर्काको कुरा सुन्नु भने के अरे, जहिल्यै भोको अर्काको मान्छेको कुरा सुन्नु परेपछि चाहिँ ऊ पर सब्जी काट्दै थियो भने कुदेर यहाँ आयो। यस्तो हुन्छ कान।